अथ द्वितीय अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यो संसार महाप्रलयपछि जता हेरियो सुनियो मात्र थियो, कतै केही थिएन। तब त्यसबेला भगवान ईश्वरलाई फेरि सृष्टि गर्नको इच्छा भयो। क्षीर सागरमा 1000 शिर भएका गरेको बेला भगवान विष्णुको नाभिबाट 1000 पत्र भएको कमल उत्पन्न भयो। त्यस कमलमा 4 मुख भएका ब्रह्माजी उत्पन्न भए। ती ब्रह्माले जगत सृष्टि गर्ने विचार गर्न लागे। त्यसै बखत भगवान विष्णुको कान चिलायो र केही बेरपछि औँलो हाली कन्याए। काने गुजी आयो, त्यसलाई फाले त्यो काने गुजीबाट मधु र कैटभ भन्ने 2 दैत्य जन्मे। ती महापराक्रमी हुनाले कहाँ के छ भनेर खोज्दै जाँदा ब्रह्मा बसेको कमलको डाँठनिर पुगी यो के रहेछ भनेर हेरे। 4 मुख भएका ब्रह्माजीलाई देखेर यसलाई खसाल्नु पर्यो भनेर खुब बल गरेर हल्लाए। तब ब्रह्माजी डराएर विष्णुलाई जागा गराउन भगवती योग मायाको आराधना गर्न लागे। ब्रह्माजीको स्तुतिले प्रसन्न भएर योग मायाले शेषशायी भगवान विष्णुलाई जागा गराइदिनु भयो। विष्णु भगवान जागा भएर हेर्दा ती मधुकैटभ दुवै बलपूर्वक कमलको नाल समाई चैत वैशाखको हुरीले रुख हल्लाए झैँ हल्लाइरहेका देखे। यस्तो देखेपछि तिनीहरूलाई यो काम नगर भनेर भने। विष्णुका वचन बाण हाने झैँ लागेर कमलको नाल छाडी विष्णुलाई नै समाउन दगुरे। 5000 वर्ष पर्यन्त दुवै दैत्य विष्णुसित बाहु युद्ध गरी लडे, तर कसैको जित हार भएन। अनि भगवान विष्णुले भन्नुभयो, हे दैत्यराज हो, तिमीहरू बडा पराक्रमी रहेछौ। तिम्रो पराक्रमले म बहुत प्रसन्न भएँ। अब जे इच्छा छ त्यो वरदान माग। यस्तो कुरा विष्णुको सुनेपछि मधुकैटभ भन्दछन्, हे विष्णु, यो संसारमा निर्धोले बलवानलाई के दिन सक्छ? सक्दैन। दिने त बलवानले पो हो। हामी अझै अहिलेसम्म लडाईँमा थाकेका छैनौँ। तिमी थाकिसकेका छौ। थाकेका व्यक्तिले के देउला र हामी के पाउला? बरु तिमीलाई केही इच्छा छ हामीसित माग, दिन्छौँ भने। यस्तो अहङ्कारले भरिएको दैत्यका वचन सुनेर विष्णु भन्नुहुन्छ, हे वीर हो, मलाई वरदान दिने सामर्थ्य भए प्रतिज्ञा वाचा गर। यस्तो कुरा सुनेर गर्वसेखीले भरिएका ती दैत्यहरू भन्दछन्, हे विष्णु, तिमीले मागेको हामी अवश्य दिनेछौँ, यसमा फरक पर्ने छैन भने। तब भगवान विष्णु भन्नुहुन्छ, हे मधुकैटभ, मसित सबै थोक छ, के मागौँ? दिन्छौ भने तिमीहरूलाई मार्न पाऊँ, मेरा हातबाट तिमीहरू मर। जब यस्तो कठोर वर मागेको सुनि अनि दैत्य भन्दछन्, हे विष्णु, तिमीले मागे जस्तो वर कुनै वीर पुरुषले माग्दैन। माग्नेको इच्छा पूर्ण गर्नु वीर पुरुषको कर्तव्य हो। हामीलाई त यस्तो नामर्द होलाउ भन्ने लागेको थिएन। तिमी नामर्द होइनौ, कपटी, जाली र छली समेत रहेछौ। भइगयो, हामीलाई तिमीले मार्न त मार, तर जल भएका ठाउँमा नमार, जल नभएको ठाउँमा मार। यस्तो वरदान पाएपछि विष्णुले ती दुवैलाई आफ्ना दुवै काखमा राखेर मारे। तिनै मधुकैटभको बोसो पानीमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाडले पत्थर भयो। यो सबै देखेर ब्रह्माजीले 14 भुवन सृष्टि गरे। भूलोक, भुवरलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक र यी पृथ्वीदेखि मास्तिरका छन्। अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पातल यी पृथ्वीदेखि तलका हुन्। यसपछि 7 द्वीपको सृष्टि गरे। जम्बूद्वीप, कुशद्वीप, प्लक्षद्वीप, साल्मलीद्वीप, कौञ्चद्वीप, शाकद्वीप, पुष्करद्वीप अनि 7 समुद्र पनि सृष्टि गरे। इक्षुरशोध समुद्र, सुरोध समुद्र, घृतोद समुद्र, क्षीरोद समुद्र, दधिमण्डोद समुद्र, सुधोद समुद्र र क्षारोद समुद्र। जम्बूद्वीपलाई क्षारोद समुद्रले बेरेको छ। त्यहाँ अग्निग्रह नाम गरेका राजाले राज्य गर्दछन्। प्लक्षद्वीपलाई इक्षुरशोध समुद्रले बेरेको छ। त्यहाँ इधम्मजिह नाम गरेका राजा राज्य गर्दछन्। साल्मली द्वीपलाई सुरोध समुद्रले बेरेको छ। त्यहाँ यज्ञबाहु नाम गरेका राजा राज्य गर्दछन्।
कुशद्वीपलाई घृतोत समुद्रले बेरेको छ, त्यहाँ हिरण्य रे तहा नाम गरेका राज्य राजा गर्दछन्। कौचद्वीपलाई क्षीरोद समुद्रले बेरेको छ, त्यहाँ घृतपृष्ठ नाम गरेका राजा राज्य गर्दछन्। शाकद्वीपलाई दधिमण्डोद समुद्रले बेरेको छ, त्यहाँ मेधातिथि नाम गरेका राजा राज्य गर्दछन्। पुष्करद्वीपलाई शुद्धोदक समुद्रले बेरेको छ, त्यहाँ बितिहोत्र नाम गरेका राजा राज्य गर्दछन्। जम्बूद्वीपमा 9 खण्ड छन्, ती मध्ये भरत खण्डमा रहेको हुनाले यस देशको नाम भारत रह्यो। समुद्रद्वीप सृष्टि गरिसकेपछि पर्वत सृष्टि गर्नुभयो। कुन कुन भने सुमेरु पर्वत, कैलाश पर्वत, गन्धमादन पर्वत, हिमालय पर्वत र त्रिकुट पर्वत, चित्रकूट पर्वत, चन्द्रान्तक पर्वत र चन्द्रकूट पर्वत। 4 लाख योजन विस्तार भएको जम्बूद्वीपमा पहिले प्राणी सृष्टि गर्ने इच्छा ब्रह्माजीका मनमा उठ्यो अनि जगत प्रभु श्री शङ्करजीको तपस्या 12,000 वर्ष पर्यन्त गरे। त्यस कठोर तपस्यादेखि खुसी भएर शिवजीले दर्शन दिएर भन्नुभयो, हे ब्रह्मा, तिम्रो के इच्छा छ भन। यस्तो वचन सुनेपछि ब्रह्माजीले नाना उपचारले पहिले पूजा गरी स्तुति गर्न थाले। हे परमेश्वर, तपाई कस्ता भने आफ्नो मायाले चराचर सृष्टि गरी पालन गर्ने, संहार गर्ने, मायादेखि पर रहेका परबाट मायामा डुबे जस्ता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। फेरि एक मूर्तिबाट ब्रह्मा विष्णु रुद्र 3 मूर्ति भई 3 कर्म लि लोकको रक्षा गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सम्पूर्ण जगतका मालिक सर्वव्यापी सर्वात्मा त्यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। हे नाथ, हे ईश्वर, हजुरको महिमा वर्णन गर्न कसैले पनि सकेका छैनन् भने म कसरी सकौँला। हजुरका दयाले भुवन लोक पर्वत समुद्रहरू सृष्टि गरे। अब प्राणी सृष्टि गर्ने इच्छा छ। इच्छा भएकोले आराधना गरेको हुँ। हे देव, प्राणी सृष्टि गर्न सके वरदान पाऊँ। यस्तो ब्रह्माको बिन्ती सुनि महादेव भन्नुहुन्छ, हे देवताहरूमा श्रेष्ठ भएका ब्रह्माजी, तिमीले प्राणी सृष्टि गरी सृष्टिकर्ता कहलाए भन्ने वरदान दिनुभयो। ब्रह्माजी मनमा हर्ष भएकाले परिक्रमा गरी महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनेर सुमेरु पर्वतमा जानुभयो। त्यस पर्वतका टाकुरामा बसे ब्रह्मलोक, उमलोक, शिवलोक, विष्णुलोक, स्कन्दलोक, स्वर्गलोक आदि सृष्टि गरे। सुमेरु पर्वतको उत्तर दिशामा अलकापुरी, पूर्व दिशामा एरावती, दक्षिण दिशामा यमपुरी, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोमती, नैऋत्य कोणमा कृष्णवती, वायव्य कोणमा गन्धावती, आग्नेय कोणमा शुद्धावती सृष्टि गरिसकेर सावधान भई मनले चिताउने बित्तिकै नै 100 ऋषि उत्पन्न भए। ती मध्ये जेठा काश्यप थिए। अगस्त्य ऋषि भन्नुहुन्छ, हे कुमारजी, तिम्रा यो वचन रूपी अमृत मेरा कान रूपी जिब्राले बराबर अरू पनि पिउने इच्छा गर्दैछ। अन्तत यति कुरा त सुने। अब दैत्य देवता मनुष्यहरू सृष्टि भएको कुरा सुन्ने इच्छा छ। यस्तो स्नेहले परिपूर्ण भएको श्रद्धायुक्त वचन सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त मुनि, कश्यप ऋषिका 13वटी स्त्री थिए। तिनको नाउँ दिति, अदिति, दनु, कारा, घोरा, सिंहिका, क्रोधा, प्राधा, बलिष्ठा, विनता, कपिलह, कद्रु, मनु। सबैभन्दा जेठी दितिका सन्तान दैत्य भनिन्छन्। तिनका गर्भदेखि हिरण्याक्ष, हिरण्यकश्यपु आदि दैत्य जन्मे। अदितिका सन्तान देवता कहिन्छन्। तिनका गर्भदेखि इन्द्र, चन्द्र, सूर्य आदि देवताहरू जन्मे। दनुका सन्तानहरू दानव कहिन्छन्। तिनका गर्भबाट वृषपर्वा आदि जन्मे। कारा र घोराका गर्भदेखि गन्धर्व आदि किन्नरहरू जन्मे। सिंहिकाका गर्भदेखि राहु जन्मिए। क्रोधाका गर्भदेखि क्रोध जन्मियो। प्राधाका गर्भदेखि रम्भा, तिलोत्तमा, उर्वशी आदि अप्सराहरू जन्मे। बलिष्ठाका गर्भदेखि पक्षीहरू जन्मे। कोइली, मयूर, डाँफे, मुनिया, जुरेली, रानीचरी, धोबिनी, लुइँचे आदि। विनताका गर्भदेखि अरुण, गरुडहरू जन्मे। कपिलाका गर्भदेखि 4 पाउ हुने पशुहरू जन्मे। गाई, बाख्रा, बाघ, भालु, घोडा, हात्ती, घरेउ, घोरल, थारल, खरायो, जरायो आदि। कद्रुका गर्भदेखि नाग जाति जन्मे। कर्कोटक, शेष, अनन्त, वासुकी, कुली र तक्षकहरू। मनुका गर्भदेखि मनुष्यहरू जन्मे। यसपछि म यिनीहरूलाई खाना दिन धान, जौ इत्यादि अन्नहरू पनि सृष्टि गरे। यो कथा संक्षेपले सुनाए, किनभने अरू पुराणहरूमा पनि सृष्टि क्रमले उत्पत्तिको वर्णन छ। तिमीले सुनेको पनि होला। अब के कुरा सुन्नेको इच्छा छ भन। यस्तो कुमारजीको कुरा सुनेपछि अगस्त्य मुनि भन्नुहुन्छ, कुन कुन लोकमा को छन्
दिक्पालहरू कसरी भए अब यो कुरा आज्ञा होस्। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। सत्यलोकमा ब्रह्माजी हुनुहुन्छ, स्कन्दलोकमा म छु, कैलाश पर्वतमा शिवजी हुनुहुन्छ, ध्रुमलोकमा धूम्रकेतुहरू छन्, वैकुण्ठमा भगवान विष्णु बस्नुहुन्छ, नैऋत्य भुवनमा धेरै ऋषिहरू छन्। यो भुवनको कुरा भयो। अब दिक्पाल भएको कुरा भन्दछु सुन। हिमालय पर्वतमा गएर एक कष्टले शङ्करजीको तपस्या गरे। त्यस तपस्यादेखि प्रसन्न भएर भगवान आशुतोषले दर्शन दिएर इन्द्रलाई भन्नुभयो, हे इन्द्र, तिम्रो तपस्या देखेर म खुसी भएँ। तिमी पूर्व दिशाको मालिक र अमरावती अधिपति भयो भन्ने वरदान दिनुभयो। कश्यपका छोरा अग्निले पनि इन्द्रले गरे झैँ कठोर तपस्या गरी शिव खुसी भएर अग्नेय दिशाको अधिपति बनाए, शुद्धवतीको राज्य दिनुभयो। यमले त्यसै गरी तपस्या गरेर शङ्कर भगवान खुसी भएर दक्षिण दिशाको मालिक तुल्याए। पाप धर्मको विवेचन गरी दण्ड दिने काम सुम्पी यमपुरीको अधिपति गराइदिए। नैऋत्यले पनि शङ्कर खुसी पार्न कैलाशमा तपस्या गरे। शम्भुले नैऋत्य कुण्डको मालिक तुल्याए कृष्णवतीको अधिपत्य दिएर पठाए। वरुणले कोष्ठका साथ तपस्या गरे। पार्वती पनि खुसी भएर पश्चिम दिशा र श्रद्धावतीको अधिपति गराइदिए। दितिका छोराहरूले सामूहिक तपस्या गरे। शम्भु खुसी भएर तिमीहरूको नाउँ वायु भयो भने तिमीहरू धेरै भए पनि मत एउटै रहोस्। तिमीहरूलाई कसैले देख्न नसकुन्, शब्द मात्र सुनुन्, बल प्रक्रम पनि ठुलो होस् भनी वायव्य कुण्डको मालिक गराए। कुबेरले पनि तपस्या गरे। शम्भु खुसी भएर अलकापुरी उत्तर दिशाको अधिपति र धनको मालिक तुल्याइदिए। त्यसै गरी विश्वकर्माले तपस्या गरे। तिनलाई विश्वकर्मा भन्ने नाम राखी ईशान कोण र यशोवतीको मालिक गराइदिए। यो दिक्पालको कुरा संक्षेपले भने। अब शिवपत्नी सतीदेवीका कथा भन्दछु सुन। यस्तो कुरा सुनेपछि अगस्त्य ऋषि भन्दछन्, हे कुमारजी, सत्यदेवी महादेवकी पत्नी कसरी भइन् यो कुरा बताई अनि प्राण छाडेको र उल्का भएको सुन्न पाऊँ भन्ने मेरो प्रार्थना छ। कुमारजी आज्ञा गर्नुहुन्छ। अष्ट प्रजापति मध्ये सबैभन्दा जेठा दक्ष नामका प्रजापति थिए। तिनकी हिब्बिरणी नाम गरेकी पतिपरायणता पवित्रता स्त्री थिइन्। ती बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्। ती कन्या कस्ती थिइन् भने 1000 सूर्यका जस्तो तेज भएकी, पूर्णचन्द्र जस्तै अनुहार भएकी, 32 लक्षण युक्त भएकी, पदम पत्र जस्ता आँखा भएकी, बाघको झैँ कम्मर भएकी, उदाउन लागेको सूर्यको अरुण कान्ति झैँ रातो वर्ण भएकी यस्ती पुत्री जन्मेको देखेर दक्ष प्रजापतिले आनन्द मानेर आफ्ना पुरोहित वशिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूलाई डाकेर विधिपूर्वक जात कर्म निवारणहरू गराए। डाकिएका वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले धुलौटोमा कोरी हेरी यस बालिकाको नाम सत्यदेवी भन्ने राखेर यी त्रिभुवनमा प्रख्यात हुनेछन् भनी भने। दक्ष प्रजापतिले श्रद्धापूर्वक भोजन गराएर दक्षिणा दिई प्रणाम गरी बिदा दिएपछि ऋषिहरू पनि आफ्ना आफ्ना कुटीमा गए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि परमेश्वर्यं व्रत कथायां सत्यदेवी उत्पत्ति वर्णन नाम द्वितीय अध्याय।